होली त आइसक्यो। यसपालि होली त बबाले खेल्ने हो। तर होली चाहिँ खेल्ने कसरी? मसँग पैसै छैन। तर मेरो एउटा रिच साथी छ, त्यसलाई फोन हान्नु पर्यो क्या। गेडा जस्तो जिन्दगी, गेडा भयो जिन्दगी, गेडा जस्तो जिन्दगी, गेडा भयो जिन्दगी। उठाइए ना, फेरि यसले फोन गर्यो। उठाइए ना। हेलो हेलो दोस्त, कहाँ हो तिमी अहिले? दोस्त घरमै हो त। किन पो कल गर्यो? मेरो फोन गर्नुको उद्देश्य चाहिँ के हो भनेदेखि मलाई यसो होलीको लागि पैसा चाहिएको थियो। यसो तैँले सहयोग गर्छस् कि भनेर सम्झेको नि। धनी पनि तै परिस्। आम्मामा दोस्त यार, मसँग तैँले पैसा नभएर बिजोग छ नि हौ। घरमा चामल नभएर मकैको भात खाइरहनु परिरहेको छ। सब्जी नभएर बल्ल 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 लौकाको सब्जी पाएको छ। तैँले 24 घन्टा खाइरहनु परिरहेछ। अनि मासु खान मन लाग्यो भने यसो फोटो हेरो, गुगलमा फोटो सर्च गरो, हेरो, त्यही चित्त बुझायो। त्यस्तो छ हौ दोस्त मेरो त अहिले यार। ठिक्क मलाई भन्दा बढी दुःख त तिमीलाई रहेछ नि। उल्टो मैले पो सहयोग गर्नुपर्ने देखियो। थट फोन राख भिखारी मुला। जो गाली दिनलाई फोन गरेको केले मलाई पैसा माग्नलाई फोन गरेको भोसुडी। कस्ता कस्ता भिखारीको सङ्ग छ मेरो। पैसा त चाहियो, कहाँबाट चाहिँ म्यानेज गर्नु हो? पाउलाई फकाएर मागी हेर्नु पऱ्यो एकचोटि के भन्दो रहेछ टिप्टोले। बाउ बाउ मेरा बाउ मेरा बाउ। आज किन यस्तो मलाई पुरै चिप्लो घस्दैछ? अरू त केही होइन बाबु, यसो पैसा चाहिएको थियो होलीको लागि। पैसा? के को पैसा? राख्न दिएको छ पैसा? बाबु धेर चाहिएको होइन, 1000 मात्रै चाहिएको। होली आउनै लागिसक्यो। के अरे 1000 अरे? होलीमा त्यत्रो पैसा किन चाहियो र? होली खेल्न पैसै चाहिँदैन नि। मेरो पालामा म गोबरले होली खेल्थेँ। गोबरले होली खेल्दाखेरि मैले तेरो मलाई पट्याएको थिएँ। तँलाई होली खेल्नलाई पैसा चाहिन्छ 1000? पैसा बिना पनि होली हुन्छ। ए यार बाबु, पुरै अंशै त मागेको होइन नि। बस 1000 को लागि तिमीले यत्रो इतिहास सुनाउने? यार केटा यहाँ जा, पहिला यहाँ बसौँ हामी। यहाँ बस, यहाँ बस। यार केटा, होली खेल्नुपर्छ, रमाइलो गर्नुपर्छ। तर मैले पनि मेरो पालीमा होली खेलेको, रमाइलो गरेको। तर होली खेल्नको लागि पैसा चाहिँदैन। होली नै खेल्नलाई पैसा के को लागि? रङ चाहियो भने अलिकति त्यहाँ पानी छ, अलिकति गोबर छ, गोबर मिसाएर पानी छ खेल्न। हाम्रो पालामा, मेरो पालामा पनि मैले त्यसै। अरे यार बाबु 1000 रुपियाँ दिनु न यार, कहाँमै सकिन्छ? के को हाम्रो पालामा के त ल्याङल्याङ गरिराख्नु भएको? 1000 रुपियाँ दिनु न, सकिहाल्छ त। पहिला कुरा चाहिँ सुन्न, पहिला मेरो कुरा सुन, पहिला कुरा सुन। मेरो पालामा। अरे बाबु सक्नु, यो छोड्नु, यो मेरो पाला भन्न कति सुन्नु, कहाँ नै पाकिसक्यो। सुन केटा सुन, मेरो पालामा जति गरे। मेरो पालामा होली खेल्दाखेरि पैसा चाहिन्थ्यो। आजका केटाकेटीहरूलाई पैसा चाहिएन होली खेल्न। के हो बाउले त दिएन नि यार, के चाहिँ गर्ने होला यार। अब लास्ट अप्सन मम्मीलाई फकाउँछु यार एकचोटि। अब मम्मी के भयो? मम्मी प्यारी मम्मी के भयो तँलाई आज चाहिँ? त्यस्तो त केही होइन मम्मी, अलिकति पैसा चाहियो थियो क्या मम्मी होलीको लागि। पैसा किन चाहियो तँलाई होलीको पैसा चाहिँ फेरि? होइन कि मम्मी, होलीको लागि एउटा टी सर्ट चाहिएको थियो, साथीहरूसँग रमाइलो गर्नु परेन। टी सर्ट किन्दैन रे? अनि त्यत्रो पोर्को लुगा किन्दै गएर तँलाई? त्यत्रो पोर्को लुगा छ त, त्यही लगा न। मम्मी पोर्को लुगा त मुसाले खाइदियो नि। मुसालाई खायो भने टालेर लगा न। अहिलेको जमानामा चाहिँ कसरी टालेर लाउनु मम्मी? अरे कसरी टालेर लाउनु? अरे हाम्रो पालीमा लुगा पनि हुँदैन थियो, हामी रङ्गटको पत्ता लाएर हिँड्थ्यौँ। तिमीहरूको पालीमा चाहिँ अब लुगा धुनु पर्दाखेरि टाढो लाउन तँलाई यत्रो साह्रो? हाम्रो पालीमा हामी
रगनको पत्ता लगाएर गोबरले होली खेलेर मजाले रमाइलो गर्थ्यौ। जब तँलाई त्यो लुगा पुरानो भयो, जब तुलो परेको टालाले यति साह्रो यार मम्मी भयो भयो छोडिदिनु यो कुरा, पुरानो कुरातिर नजाउँ हामी। तँलाई सम्झाउँदाखेरि पुरानो कुरा भयो, तँलाई सम्झाउँदाखेरि पुरानो कुरा भयो, तँलाई सम्झाउँदाखेरि अरे यार मम्मी एकै हप्ता त मागेको, बाउले मागो भने अंशै मागे जस्तो गर्छन्, तपाईँलाई मागो भने श्री सम्पत्ति नै मागे जस्तो गर्छन्। के हो यो? त्यसो भए लामो गरेर मान्छ, लामो गरेर मान्छ।